सिचुएसनको डबल अनुसार अब ट्याप साथी डबल अरू टिम पनि ट्याप राम्रै थिए सबै विभागको। अहिलेको सिचुएसन अनुसार अब 18 जना भित्र यसो गर्न कि 2 जना पर्न पर्ने हो। अब ओ पछि साथी 12 मा ओ परेन भने साथी आफ्नो ठाउँमा छ। ओ अब साथी भामले भनेर केही ओ भएन है के साथी गर्ने। डबल ट्याप गरौँ न साथीहरू बस न त यार मैले नि त्यही भनेको हो भन्न चाहिँ सन्जु मैले नि त्यही कुरा हजुर गरिरहेको साथीहरूलाई नि त्यही भनिरहेको के अब ए कस्तो भने अँ, मैले आज बुझेको अनुसार चाहिँ अब नेपाल भलिबल सङ्घले नि त सिलेक्सन कमिटी जो बनाउँछ नि त होइन अनि हजुर सिलेक्सन अनि जीवन वेलकम अनि सिलेक्सन कमिटीमा चाहिँ हाम्रो भरत शाह सरलाई चाहिँ सिलेक्सन कमिटीको चाहिँ संयोजक बनाएको अरे ए त्यसपछि त्यहाँबाट अनि जगदीश गुरु अब हाम्रो भरत दाई जगदीश दाई अब उनीहरू मिलेर सिलेक्सन गरेको होला अब तर यथार्थ कुरो त हामीलाई थाहा छैन नि त होइन अँ त्यही भएर आज एउटाले मलाई नराम्रोसँग गाली गरेछ क्या फोटो पोस्ट गरेको अँ अनि खेलाडी सिलेक्सनको विषयमा चित्त बुझ्दैन रेफ्रीले गाली खान्छ गेममा विवाद हुन्छ रेफ्रीले गाली खान्छ कस्तो मेरो कर्म याद त्यही दिगदार लानु थाल्यो यार जसले राम्रो गर्न खोज्छ जो राम्रो बसाउँदैन जो राम्रो बोल्छ जो सत्यको कुरा गर्छ